लो सोफिया फुल लटस दिल्ली नमस्कार सबैजनालाई। आज म हेटौडा 19 नेहरपानी स्थित टोदुन्चुलिङ बौद्ध गुम्बाको परिसरबाट बोल्दैछु। आज चाहिँ दिउँसो एकदमै गर्मी भइरहेको थियो। अहिले चाहिँ अलिकति शीतल शीतल भइरहेको छ, पानी पर्ला जस्तो भएर। अनि त्यहाँबाट दिनभरि बस्दा बस्दा झ्याउ लाग्यो। अनि मेरो टसी भाइ पनि हुनुहुन्थ्यो। त्यहाँबाट टसी भाइलाई बोलाएर जाऊँ न त भाइ, झ्याउ लाग्यो, तल बजारतिर घुमेर आऊँ एकछिन भनेर भने। त्यहाँबाट भाइले पनि हुन्छ दाइ, मलाई पनि झ्याउ लागिरहेको छ, जाऊँ न त जाने भयो भनेर दुईजना दाजुभाइ मिलेर उता बस्तीपुर बजारतिर यसो घुमेर सब्जीहरू के पाउँदो रहेछ लिएर आऊँ न त भनेर गुम्बाबाट निस्किएर हामी तल मेन रोडमा जाँदैछु है साथीहरू। यो चाहिँ हाम्रो तल चोकमा जाने बाटो हो है। यहाँ माथि गुम्बाबाट करिब पनि हिँडेर हामीलाई तल पुग्नलाई 5-7 मिनट लाग्छ खुट्टाले हिँडेर है। त्यति टाढो पनि छैन। यो चाहिँ हाम्रो प्रिन्सिपल मिसको घर हो, यहाँ बाटोमै छ। अनि त्यही बाटो हुँदै हामी गाउँको वरपर यसो हेर्दै अनि त्यहाँबाट सुन्दर दृश्यहरू देख्यो है। त्यहाँबाट खिच्न मन लाग्यो, खिच्दै जाऊँ न त है भाइ भनेर गफ गर्दै दाजुभाइ दुईजना यताउता बोट बिरुवाहरूदेखि लिएर झारपातदेखि लिएर है बारीतिर मकैहरू के रोप्नु भएको त्योहरू सबै हेर्दै अब त्यो बोट बिरुवाहरूको नाम सोध्दै हामी दुईजना गफ गर्दै अनि बिस्तारै गाउँको बिचबाट हिँड्दै हिँड्दै गफ गर्दै हामी तलतिर जाँदैछु है। यो चाहिँ हेटौडा 19 नेहरुपानी गाउँ भन्छ यसलाई। यो चाहिँ हाम्रो माथि गुम्बामा जाने बाटोको गाउँहरू हो है। यो वरपरको चाहिँ बिचमा बाटो छ, ढलान बाटो छ। पहिला त यस्तो बाटो थिएन नि, 10-15 वर्ष अगाडि हामी भर्खर यतिर आउँदाखेरि। अनि पछिल्लो समय चाहिँ जे होस् गाउँ बस्ती पनि बाक्लो हुँदै गयो। अनि त्यहाँबाट बाटोहरू पनि बन्दै गयो है। जे होस् राम्रो छ यसो हेर्दाखेरि। यो चाहिँ कटहरको रुख रहेछ, कति धेरै लटरम्म फलिरहेको है। गर्मी ठाउँमा कटहर हुन्छ। आज चाहिँ त्यति धेरै गर्मी त छैन, अलिकति पानी पर्लो जस्तो भइरहेछ। हामी हिँड्दै तलतिर गाउँमा जाँदैछौँ। अब चाहिँ हामी चोकमा पनि पुग्न थालिसके। यसलाई चाहिँ नेहरपानी गुम्बा चोक पनि भनिन्छ। पहिला यस्तो धेरै घरहरू थिएन, अहिले चाहिँ धेरै घर भयो। ठिक्कको बजारै भनौँ न होइन। अहिले चाहिँ पसलहरू सबै सामानहरू यहीँ पनि पाइन्छ। त्यहाँबाट हामी यहाँ चोक हुँदै अलिकति पर चाहिँ मेन रोड छ। यो चाहिँ पुरानो गुम्बा हो है हाम्रो। अलिकति उता चाहिँ मेन रोड छ, हाइवे पूर्व पश्चिम राजमार्ग भनौँ न होइन। त्यो बाटो हुँदै हामी चाहिँ अहिले गाडीमा चढेर बस्तीपुरसम्म जाऊँ भनेर आएको हो। उता रजाइबाट म्याजिक आउँछ, अहिले म्याजिकमा चढेर जाने हो हामी उता हेटौडापट्टि। हेटौडा बजार चाहिँ पुग्नु पर्दैन, बस्तीपुरसम्मको लागि हो भने हामी चाहिँ उता माथि देखिरहेको सेतो छ नि त्यहाँबाट आएको हामी। त्यति टाढा त होइन, 5-7 मिनटको बाटो हो खुट्टाले हिँडेर। त्यहाँबाट हामी अहिले मेन रोडमा आइपुगिसक्यो। हामी चाहिँ अब गाडी कुरिरहेको छौँ, एकछिनमा म्याजिक आउँछ अनि त्यहाँबाट चढेर हामी बस्तीपुरतिर लाग्छौँ है। म्याजिक आएर पनि रोकेर पनि चढेर भाइ र म चाहिँ हिँडिसकेँ। भाइ चाहिँ लजाइरहनु भएको छ, मलाई चाहिँ नदेखाउन न दाइ यार भन्दै थियो। राम्रो मान्छे देख्नुपर्छ नि भनेर मैले नि जिस्काएँ। अनि त्यहाँबाट गफ गर्दै हामी दुईजना गाडी चढेर उता लागेँ। अनि झ्यालबाट यस्तो दृश्य देखेँ। यो दृश्य पनि मैले हल्का क्यामेरामा कैद गर्न भ्याएँ। अनि त्यहाँबाट सरर हावा खाँदै दुईजना दाजुभाइ बस्तीपुरतिर लागे। बस्तीपुर पुग्नलाई धेरै टाइम लाग्दैन, अब त्यस्तै म्याजिकमा 10-15 मिनट त लाग्छ, 20 मिनटै भनौँ न होइन। 15-20 मिनटमा बस्तीपुर पुगिन्छ। धेरै टाढोको बाटो होइन। हेटौडा चाहिँ अलि टाढै छ। बस्तीपुर पुगेर गाडीबाट ओर्लिने बित्तिकै कस्तो पानी परेको कि झमझम। अनि त्यहाँबाट पानीले भिज्यो तैपनि शीतल भएको भएर कस्तो आनन्द लाग्यो। त्यहाँबाट दाजुभाइ दुईजना हामी गाडीबाट ओर्लेर यो भित्र बजारतिर छिरे है। यो चाहिँ कपडाको दोकानहरू, टेलरहरू, अब के को पसलहरू रहेछ यहाँ बाटोमा। अनि त्यहाँबाट पानी पर्न सुरु गरे। यहाँनिर विद्यार्थी भाइ बहिनीहरू पनि रहेछ। त्यहाँबाट हामी पानीमै भिजेर शीतल महसुस भयो, त्यही भएर पानीमै भिजेरै गएँ हामी हिँड्दै है। हामीले सब्जीहरू लिन चाहिँ यो कालो सिसाको घर मुनि हो, त्यहाँ चाहिँ पसल छ। हामी सधैँ त्यही पसलमा आउँछौँ। हामी त्यो पसलमा पुगेर
त्यो पसलको दिदीसँग बोलेँ। अनि यो भाइको आफन्त पनि हो, भाइको मितज्यूको घर हो यो चाहिँ। उहाँ चाहिँ अनि भाइको मितको ठुले आमा हो। त्यहाँबाट दिदीसँग गफ गरेँ एकछिन। त्यहाँबाट भाइले सब्जीहरू के लाने दाइ भन्यो। हेर न अब च्याउहरू यसो टमाटरहरू के छ भनेको। अनि भाइले भकाभक त्यो टमाटरहरू च्याउहरू सबै उसले छानेर जोखेर पनि भ्याइसके। त्यहाँबाट मेथी यताउति काँक्रा साग्रा यताउति किचनको सामानहरू अलिअलि लैजाऊँ न भनेर दुईजना मिलेर अनि लिए पसलबाट। एकछिन अनि त्यहाँको दिदीसँग पनि गफ गरेँ। अनि त्यहाँबाट पानी परिरहेको थिएँ। भाइले एकैछिनमा पानी पऱ्यो दाइ अब कतै नजाऊँ होला भनेर अटो बोलाइहालेछ। त्यहाँबाट हत्तनपत्त अटोमा चढ्यो। हामी फेरि फर्किहालेको, किनभने पानी परिरहेको थियो झमझम। पानीमा कहाँ हिँडिरहनु होइन, नत्र पानी नपरेको भए हामी उता पुल छेउतिर गएर यसो भिडियोहरू खिचौँला भन्ने सल्लाह भइरहेको थियो। तर पानी पऱ्यो अनि पानीभित्र भिजेर हिँड्ने कुरा नि भएन। त्यही भएर हामी चाहिँ अटो चढेर फेरि नेहारपानी तत्कालै फर्केको। हामी ल फर्केर पनि नेहारपानी आइपुगिसक्यो। नेहारपानी आइपुगिसकेर पनि अटोबाट झरेर अनि यो हामीले अघि बस्तीबाट ल्याएको च्याउहरू अनि गोलभेडा प्याज के अरे पापडहरू जिरा मेथी किचनमा युज हुने सामानहरू हामीले अलिअलि किनेर ल्याएको थियौँ। आज चाहिँ हामी दुईजना मिलेर पकाएर खुवाऊँ है हाम्रो गुम्बा परिवारलाई भनेर भाइलाई भने। हुन्छ दाइ म पकाइहाल्छु नि, तपाईँ यसो गफ गर्नु भन्यो भाइले र मैले। अनि यो च्याउहरू सबै केलाएर अनि पानीमा भिजाउनु पर्छ अरे, यो तातो पानी तताएर अनि त्यहाँबाट निचारेर अनि मात्र पकाउने भन्ने कुरा भयो। हुन्छ तिमीले पकाऊ म हेर्छु नि, मैले त्यति मिठो पकाउँदैन भने भाइले नि। अनि कहाँ दाइ मैले नि मलाई नि आउँदैन भनेर भाइ हाँसे। त्यहाँबाट तेल तताएर अनि त्यो पापड फुराउनु पर्छ भन्यो उसले। हामी दुईजना मिलेर गफ गर्दै अनि बाहिर यो पालिकमा आगो फुक्छ हामीले, भित्र आगो फुक्दैन। हामी चाहिँ अब आगोमै बनाउने भन्ने कुरा भयो। त्यही भएर बाहिर यसरी तेल तताएर पापडहरू फुराएँ। त्यो वरपर चुलोमा चाहिँ आनीहरूले चिसो दाउराहरू राख्नुभएको रहेछ सुकाउनको लागि होला बिचरा होइन, कस्तो देखिरहेछ बिचरा। हाम्रो यो बाहिर आगो फुक्ने ठाउँ हो। अनि त्यहाँबाट पापडहरू सबै फुराएर सक्यो। अनि त्यहाँबाट अब चाहिँ च्याउ पकाइहालौँ है दाइ भनेर भाइले भने। हुन्छ भाइ एकदम मिठो पकाउँछ भाइले, अब म चाहिँ भिडियो खिच्छु तिमी पकाऊ है भनेको। भाइ पनि हाँस्यो, कहाँ मैले त्यस्तो मिठो पकाउँदैन भन्नु भाइ पनि लजाएर हाँस्यो। अनि त्यहाँबाट दाजुभाइ दुईजना गफ गरेर आगोमा धुवामा बसेर यसो दुखम सुखम अनि उसले जिरा मेथीहरू सबै झानेर अनि अब प्याज र खुर्सानी हाल्नुपर्छ अरे भनेर भाइले भने। हुन्छ अनि खुर्सानी चाहिँ अलिकति बढी काट्नु भएको रहेछ। यो खुर्सानी सबै हाल्ने र दाइ भन्यो, किनकि हाम्रो गुम्बामा त्यस्तो धेरै पिरो अमिलो चिल्लो त्यति खाँदैनन् होइन, त्यही भएर धेरै हुन्छ होला भनिरहेको थिएँ। अब खानेहरूको लागि त यो धेरै होइन, तर नखानेलाई धेरै नै हुन्छ जस्तो लाग्छ। तर त्यति पिरो छैन यो, अब हाल्दा नि हुन्छ भनेर भने मैले। नत्र हालौँ त भनेर उसले नि भनिरहेको थिएँ। हुन्छ अब धेरै तरकारीमा त त्यति पिरो नहोला भनेर मैले नि भनेँ। भाइले अनि प्याजहरू जिरा मेथी सबै कुराहरू यहाँ हालेँ। अनि खुर्सानी नि हालिदिउँ त भन्यो उसले। अब हालिदिउँ केही हुँदैन भनेपछि खुर्सानी सुर्सानी सबै हालेर यहाँ चाहिँ अब मजाले पकाए उसले है। यो अलिअलि डट्न थालिसकेपछि उसले अनि अब च्याउ हालौँ है भन्यो। अनि च्याउ पनि हाले उसले है। अनि राम्रोसँग पकायो। तर भिडियो कन्टिन्यू गर्नु पर्ला भनेर सोचिरहेको थिएँ। फेरि पानी परेर हावाहुरी आएर बत्ती गएर तनाव भयो। अनि त्यहाँबाट रात पनि पऱ्यो। हामीले यहाँसम्म मात्रै भिडियो खिच्न भ्याए। योभन्दा पछि चाहिँ हामीले भिडियो खिच्ने वातावरण त्यति भएन। त्यही भएर आजको लागि चाहिँ हामीले यो भिडियोलाई यहाँ नै बिट मारेँ। अब अर्को भागहरूमा कन्टिन्यू अब यस्तै भिडियोहरू पनि ल्याउने कोसिस गरिरहनेछु। यहाँहरूले यसो हेर्नु भएर कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्न चाहे। सबैजनालाई धेरै धेरै धन्यवाद। जो जहाँबाट मेरो भिडियो देख्नुहुन्छ सबैजनाले प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु। हजुरहरूलाई धेरै धेरै सम्झना छ। लस्सो टसिदेले।